बनायो भने ए हो नाम्चीनिमे नेभरसिव हामी सबै मार्छ भन्दा सबैले थाहा छ होला नि नेभरसिव भनेको जसरी पनि मार्छ त्यो त सबैले मान्छ कि तपाईले के लाग्छ मार्छ जस्तो लाग्छ कि लाग्दैन है नेभरसिव अवश्य म मार्छु नाम्चीनिमे मार्नु त पर्छ कुन दिन मार्छ थाहा छैन नाम्चीनिमे कुन दिन मार्छ है बुढाइ भनेर पढेर बस्दैन अनि मारिसकेपछि के हुन्छ चिरेছে 최고도시망이 되는 거 मार्ने बेलामा फाइदा हुने मारिसकेपछि बाबुले चाहिँ काम लाग्ने भनेको धर्म भए आफ्नो शरीरले पनि फाइदा हुनु न आफन्तले न पैसाले न सम्पत्तिले कुनै चिजले फाइदा छैन हामीलाई हैन आफ्नो आफन्त राजा नै होस् हैन त्यो छोडेर जाने हो त्यत्रो सेना त्यत्रो सम्पत्ति त्यत्रो हैन जङ्गल सबैको त्यत्रो जनता चाहिँ उसको अगाडि लाखौं करोडौं जनता उसको हैन वरिपरि बसेर चाहिँ हैन मेरो राजालाई चाहिँ बचाउने कसैले बचाउन सकिँदैन अन्त्यमा मार्ने बेलामा चाहिँ राजा होस् त्यो एउटा मान्ने होस् एउटै मार्ने बेला त्यो दुईको के फरक अब जिउँदो बेला उसले मोज गर्छ हैन अब ठुलो भन्छ अब के गर्छ मान्छेले चाहिँ हैन एकदम के गरेर मान्छेले हेपेर भन्छ होला तर मार्ने बेलामा त्यो एउटा व्यापारी छ हैन भक्ततिर केही नभएको मान्छे मारेको र त्यो राजा मारेको 25 जना भने एउटै हो त्यसैले मार्ने बेलामा फाइदा हुने के रहेछ धर्म भएको फाइदा छैन यहाँ दजे देलुदे देश यहाँ चिक्ला भनेको चिक्ला भनेको भस्म हुनलाई एकदम सजिलो नम्बर लो त भनेको हिजोले सम्झिन्छ नि कहीँ थाहा हुँदैन छ नि हिजो मात्रै हिँडेको मान्छे भोलि सिद्धिन्छ अब हामी 5 मिनेट पछाडि चाहिँ म मार्दैन तँ मार्छ कि मार्दैन हामीले ग्यारेन्टी म मार्दैन भन्छ भोलि बिहानसम्म तिमी मार्छ कि मार्दैन म मार्दैन भोलि बिहानसम्म त म बाँच्छ जस्तो लाग्छ त्यो आउनुपर्छ कि भोलि बिहान त नमार्छ कि अहिले एकछिन पछि त भुइँचा लगाएर हामी सबै सिद्धिन्छ कि होइन 5 मिनट पछि त त्यो भुइँचा लगाउने बेला पनि हामीले त्यति बेला सोध्यो भने भुइँचा लगाउँदैन भन्छ नि हैन जस्तै अस्ति एकचोटि ठुलो भुइँचा लगाउने राति हैन राति आएर मलाई पनि सपनामा आएको भुइँचा लगाएको सपना आएको रहेछ साँच्चीकै पो आएको रहेछ सपनामा हल्लिएको सपना हैन पछि सोध्दा कि मान्छेले भुइँचाकै आएको रहेछ पुरा हल्लायो नि हैन त्यहाँतिर कोकोर भागम भाग भयो भने मैले के थाहा भएन सपना तल गए पनि के मर्नु छ भने के सिद्धिहाल्छ भने त्यतिकै सुतेर बस्यो जस्तो त्यही त त्यो भुइँचालो चाहिँ अहिले आउँदैन 5 मिनट पछि आउँदैन भनेर चाहिँ त्यो आउने जस्तै होइन अस्ति आउने भन्दा अगाडि 5 मिनट अगाडि सोध्यो भने त्यस्तै आन्सर दिन्छ कि हामीले त्यसैले हामीलाई के लाग्छ कि हामी त त्यहाँ लामो बात छ कि भन्ने त्यो मनले सबै बिगार्दिने हो काम भोलिको लागि भन्दा नि भोलि पनि बात छ भोलिको लागि तयार गर्नु पर्यो के तयार गर्छ त्यसले गर्दाखेरि हामी न भोलि त म बाँच्छ कि बाँच्दैन भन्ने मान्छे ओहो अनि भोलि बिहान बाजेको ओहो लमा कुन्चो मेरो पुण्यले गर्दाखेरि आज म मारेन छ आजको दिन चाहिँ म खेर नफाल्ने भनेर त्यसरी आउनुपर्छ अरे हो त्यस्तो मन आयो भने चाहिँ त्यसले चाहिँ धर्म गर्छ अनि मार्दाखेरि मारिसकेपछि कहाँ जान्छ होला हराउने होइन त तपाईलाई एउटा पैसा छ कोलाई मारिसकेपछि हरायो भने ठिक हुन्छ जस्तो लाग्ने को छ हाम्रो मारिसकेपछि हराए नै हुन्छ जस्तो लाग्ने को लाग्छ हराए नै हुन्छ हैन मारिसकेपछि अब अर्को झुनी लिँदैन हरायो राम्रो हुन्छ जस्तो लाग्छ कि नहरायो भने राम्रो हुन्छ जस्तो लाग्छ हरायो भने हो हरायो भने हात उठाउनुहोस् यस्तोले आत्महत्या गर्छ त मारिसकेपछि दुःख भएपछि त्यो गर्छ त त्यो मारिसकेपछि हराउँदैन कि हरायो भने त मलाई त हरायो भने ठिक हुँदैन जस्तो लाग्छ कि हरायो भने त के गर्ने यहाँ किन गर्ने होइन
मारिसकेपछि हरायो भने त अहिले जे पनि गर्छन् होइन मारिसकेपछि त हराउँछ अहिले चोर्ने लुट्ने के भन्ने झुट बोल्ने हुन्छ नि होइन मारिसकेपछि हराउँदैन के मारिसकेपछि अवश्य जन्म लिनुपर्छ त्यो कुरा याद गर्नु है तपाईँले यो अब तपाईँले यो कुरा यही याद राख्नु हुँदैन नि धर्मै गर्न सकिँदैन मारिसकेपछि जन्म लिन्छ जन्म लिनु दुईवटा मात्र छैन राम्रो नराम्रो राम्रो लिने कि नराम्रो लिने अहिले हाम्रो हातमा छ तपाईँको हातमा छ नराम्रो लिने पनि तपाईँको हातमा छ अब तपाईँ गुरुले भनेको आज्ञा नमान्ने गुरुले भनेको त्यस्तो त्यसले विश्वास नगर्ने त्यहाँबाट रिस गर्ने पाप गर्ने होइन झुट बोल्ने अनि ठग्ने त्यस्तो भएपछि तपाईँ नराम्रो बाटोमा गइरहेको अर्को जुनीमा चाहिँ तपाईँले नराम्रो बाटो चाहिँ एकदम राम्रो बनाएको छ अब यो डरले हो मारिसकेपछि त जन्म लिनुपर्छ राम्रो जन्म मान्छेको जन्म लिनुलाई देवलोकमा जन्म लिनुलाई त पुण्य कमाउनु पर्ने छ अनि होइन पाप काटाउनु पर्ने छ भनेर चाहिँ होइन मानि जप्ने भगवानको शरणमा जाने त्यस्तो गऱ्यो भने चाहिँ त्यो मान्छे उसले राम्रो बाटो बनायो हामीले मारिसकेपछि कुनै किरा के फटेर जन्म लिनुपर्छ त्यो छैन त यो आफ्नो अहिलेको आफ्नो हातमा हो पहिला होइन एउटा छ नामा घान्से दादा लुइलादु छिमा घाम्रो दादा सेम लादु पहिलाको जुनीमा तपाईँले राम्रो गरेर के गरेन भने आफ्नो अहिले हाम्रो जिउ शरीरलाई हेरेर थाहा हुन्छ नि अब शरीरलाई नि खुट्टा नभएको कान नभएको आँखा नभएको त्यस्तो जन्म्यो भने पहिलाको जुनीमा चाहिँ हामीले पाप गरेको भने हुन्छ होइन अहिले शरीर नसुन्ने अब पछिको जुनीमा राम्रो हुने भने अहिले आफ्नो मनले थाहा हुन्छ अरे मनले के सोच्नेछ पहिला राम्रो गरेको के गरेन आफ्नो अहिलेको शरीरलाई हेरेर थाहा हुन्छ अरे पछि तपाईँ राम्रोमा जान्छ कि जाँदैन भने चाहिँ अपने अहिले आफ्नो मनलाई चेक गरेर थाहा हुन्छ अरे मनले चाहिँ के पनि नकारात्मक सोच्यो भने मनले नकारात्मक सोच्यो भने शरीरले नकारात्मक गर्छ है फर्स्टमा त मनले गर्छ नि होइन हामी यो शरीर त सबै मनको नोकर जस्तो हो कसरी बुझ्छ भन्दाखेरि होइन मैले एउटा खुट्टा सार्नुलाई पनि मनले जाने भने सर्दैन नि हौदा जाने डाँगा जाने के खेल्ने के गर्ने सबै मनले शरीर त उसको मनको नोकर जस्तो हो त्यसैले होइन हामी कर्मफलमा चाहिँ एकदम विश्वास हुनुपर्छ बुद्धिस्ट भएपछि कर्मफल फर्स्ट चाहिने भनेको कर्मफल भनेको यो कर्म गऱ्यो भने यो फल पाउँछ यो कर्म गऱ्यो भने होइन राम्रो गऱ्यो भने राम्रो सुख पाउँछ नराम्रो गऱ्यो भने दुःख पाउँछ भने कर्मफलमा विश्वास भयो भने अनि त्यसले राम्रो कर्म गर्छ त्यो विश्वास छैन भने अनि बुद्धिस्टमा त्यो व्यक्ति बुद्धिस्ट भयो कि भएन थाहा छैन त यो लगाउँदै म बुद्धिस्ट हुने यो कपाल काट्दै म बुद्धिस्ट हुने नम्बर हुने त्यो हुँदैन अब हामी जो बुद्धिचित्तको एकदम होइन प्रशंसा बुद्धिचित्तको फाइदा अब त्यसको फाइदा अब त्यत्रो फाइदा सुन्न सक्यो होइन त्यस्तो बुद्धिचित्त चाहिँ जो पायो त्यसलाई उपलब्ध गर्न सक्दैन जस्तै बुद्धिचित्त उत्पन्न गर्यो भने मुख्यतः ठुलो पापहरू पनि आगोले चाहिँ यो संसार जलाएको जसरी एकैछिनमा चाहिँ नष्ट गर्न सक्छ जुन व्यक्तिले चाहिँ बुद्धिचित्त उत्पन्न गर्यो भने जस्तै एउटा केमिकलले चाहिँ होइन फलामलाई सुन बनाए जसरी हाम्रो यो फोहोरी शरीरलाई चाहिँ अनि एकदम बहुमूल्य बुद्धको शरीरमा चाहिँ परिणत गर्छ बुद्धिचित्तले अनि बुद्धिचित्त उत्पन्न भएपछि त्यो व्यक्ति संसारको एकदमै यो होइन दुःख ठाउँमा जान्ने पनि जुन व्यक्तिले चाहिँ बुद्धिचित्त उत्पन्न भए चाहे यो कुकुर होस् चाहे जनावर होस् चाहे जो कोही होस् उसको मनमा चाहिँ बुद्धिचित्त उत्पन्न भयो त्यहाँदेखि एउटा बुद्धको चेला बुद्धको छोरा अनि संसारको देवी देवता सबैले ठोक्न मिल्ने यो त छोटकरी होइन अनि त्यस्तो खालको बुद्धिचित्त सजिलो उत्पन्न हुन्छ हुँदैन गाह्रो छ धेरै गाह्रो भने छोड्ने भयो हुँदैन पहिला बुद्ध पनि हामी जस्तै हो त्यहाँ उनीहरूले गाह्रोले पनि गाह्रो नमानेर तिनको होइन प्र्याक्टिस गरेर उत्पन्न भयो
Zuhanya Maya Sula de Pensayo, Sula de Pensayo, Lada Masonam de Sambala and Diano. Sustain Ama Bugale. Eutamatra Soro by Amale Bugale, Tusora like Mayaro, Budi Saptole, so Sabele to Maya, to Mandani, Tere to Maya. त्यो आमा गुमाया त के होइन रे के बुद्धि सत्वले हामीले गरेको माया मलाई हामीले बुझ्दैन बुद्धि सत्वले माया गरेको बुझ्दैन अब बुद्धि सत्व आफ्नो गुरुमा पनि हुन सक्छ गुरुले माया गर्दै के सोचेर माया गरिरहेको होला बिचरा योले चाहिँ यो अन्धकारमा ढुकिरहेछ योले चाहिँ कसरी छुटकारा दिनु भने दिनरात चाहिँ हैन त्यसको उपाय सोचिरहेको हुन्छ आमा बाउले त्यस्तो सोच्छ आमा बाउले त के सोच्छ अब मैले छोरा पाल्यो छोरी पाल्यो ठुलो भयो त्यसपछि मलाई कमाएर दिन सक्यो भने तेरो गति हैन अनि त्यहाँबाट गाली गर्छ अरूको छोराले के गर्यो तँ लाज लाग्दैन भनेर हेर अरूको छोरीले कति राम्रो पठाउँछ तैँले के गर्यो उसलाई के चाहियो यो संसारको सुख भए यो बुद्धत्व प्राप्त गर्ने अरूको जुनी यो भन्दा पछिको जुनीमा चाहिँ राम्रो छ भने के सोचेकै हुँदैन सच्चीले माया नै गुरुले हैन हिजो चाहिँ देवभित्र चाहिँ जितेले देवी भन्दै थाहा कि चावा त्यो बच्चाको घिउसिङ चाहिँ त देव भन्छ नि हैन संसार लोक परलोक सबैको गुणको मूल चाहिँ को छ माया नै कल्याण मित्र अथवा माया नै गुरु त्यो गुरु चाहिँ हामीले के भएको त यहाँ नभएको भन्छ नि त्यो मलाई जुनीसम्म चाहिँ यो माया नै गुरुसँग भेटोस् त्यो गुरुसँग कहिले छुटकारा जति जति पनि गुरु भएको ठाउँमा जन्मियोस् भने हामीले मुलाम गुरु छैन भने छैन त फर्स्टमा सिकाउने मान्छे छैन भने संसारको हामीले आँखाले देख्ने चिजहरूलाई त गुरु चाहिन्छ भने आँखाले नदेख्ने ठाउँमा जाँदाखेरि त्यसमा त गुरु चाहिहाल्छ होइन त्यसैले गुरु भनेको धेरै महत्त्वपूर्ण अहिले यो संसारमा होइन गुरु भने बुद्धले के भनेको छ भन्दाखेरि महँगीमा 200 नि माथि लोमेन सुसुजो त्यसै कि मानि मसे जोलाछ भविष्य कलियुगमा म तिम्रो गुरुको रूपमा तिम्रो खेम्बोको रूपमा तिम्रो लोभनको रूपमा तिमी जस्तै अलिकति नजानेको छु त्यस्तो रूपमा आउँछु त्यति बेला तिमीले म भनेर चिन्नुपर्छ अनि त्यसलाई आदर सम्मान गर्नुपर्छ भनेर बुद्ध स्वयंले भनेको छ त्यो सूत्रभित्र त्यसै अहिले गुरु भने हामी बराबरको मान्छे आउँछ कि गुरु भने अहिले यो बुद्ध जस्तो आकाशमा उठ्ने त्यस्तो कुरा आउनै सक्दैन अब गुरु तपाईले गुरुलाई कसरी चेक गर्नु राम्रो योले राम्रो बताउँछ कि बताउँदैन त्यसमा चेला माथि चाहिँ उसलाई चिन्ता छ कि छैन त्यो दुईटा हेर्नुपर्छ हैन अब धेरै गुण भएको गुरु पाउनु गाह्रो कलियुगमा 10-10 गुण भएको गुरु चाहिन्छ हैन त्यसभित्र आफूले गुरुले बताएको धर्म चाहिँ एकदम हैन मिल्ने खालको धर्म अरूलाई फाइदा हुने खालको धर्म त्यो धर्म बताउँछ कि बताउँदैन उल्टो बतायो भने त्यो मान्नु पर्दैन अनि छेउमा दोपर जाओस् धर्मसँग नमिल्ने कुरा बतायो भने त्यसले बिस्तारै टाढा हुने प्रयास गर्नुपर्छ फेरि त्यसले लागेर जान्छ नि नरकमा अब पनि जाने चेला पनि सँग लागेर जान्छ नरकमा त्यो गुरु त्यही त गुरु धेरै इम्पोर्टेन्ट हो त अनि धेरै बुझेर लम्की चौसिङ यति बिसु भन्ने लम्कीमा फर्स्टमै मार्गको मुख्य जरा नै गुरुले त्यसैले गुरु भनेको होइन माया नै गुरु भने त्यस्तो हुन्छ है माया हो भनेको कुरा जस्तै एउटा आमाको एउटा मात्र छोरा एकदमै आज्ञाकारी आमाको कुरा एकदम मान्ने हेर्दाखेरि एकदमै सुन्दर त्यो छोराले भिक्स खायो भने आमा के हुन्छ रे के कति माया लाग्छ मेरो छोरा कसरी बचाउने रुने कराउने छोरालाई होइन त अङ्कल अन्य त्यहाँबाट छोरालाई बचाउने कति प्रयास आमालाई यस्तो पीडा हुन्छ रे के तर होइन त्यो पीडा त हाम्रो बुद्धिसत्वहरूको छेउमा त्यो पीडा त के हुँदैन रे त्यो भन्दा नि भन्ने माया गर्छ रे के झम्पियामाहरूले चेनेसी झम्पको साङ्गे हो त्यस्तो माया करुणा हुन्छ रे हाम्रो प्राणी सबैमा
त्यो आमाले त उसको छोराले मात्र गर्यो नि हैन। हामीले थाहा हुँदैन हैन। अब यो कुराहरू हैन पेसारमा बताएको छ हैन, जस्तो मुजुबमा छ यो त्यसरी हैन। अनि गुरु खासमा गुरु राम्रोसँग चिन्ने, त्यसले गुरु राम्रोसँग मानिसकेपछि त्यसले त गोदे पनि गाली गरे पनि जे पनि त्यसलाई त मान्नुपर्छ त। फेरि पहिला चेक गर्नुपर्छ यो गुरु मान्ने कि नमान्ने। जस्तै होइन मेलाको भनेको कहानी त सुनेको होला तपाईँले होइन। उहाँले मार्बल होस् भनेर चाहिँ गुरु मानिसकेपछि त्यसले होइन फर्स्टमै गुरु मानिसकेपछि त्यहाँबाट गुरुले होइन उसलाई धर्म नसुनाएर यति धर्म सुनाउने ठाउँमा निकालेर लात्ताले हानेर भएर निकालेर तँ पापी त्यत्रो मान्छे मारेर तँलाई अहिले नै धर्म सुनाउँछ भनेर निकालेर लाखट्यो अरे। यस्तो धोका दिएको छ त्यो मेलरको भनेर। त्यो मेलरले सन्चुने पाप गरेको भने उसले एउटा गाउँ नै नष्ट गरिदिएको मन्त्र के लगाएर। तर उसले यो चाहिँ मेरो गुरु भनेपछि उसले जय बौद्ध सेट गरे नि होइन। उसलाई कमसेकम 6-7 वर्ष त धर्मै नसुनाएर धोका दिएको। अनि अन्त्यमा मात्र धर्म सुनाएको। किन नसुनाएको? फेरि मार्बल लजावाले चाहिँ उसलाई रिस उठ्यो त्यस्तो होइन त। त्यो चेलाले नदेख्दाखेरि उड्नुहुन्छ मेरो चेलाले कति त्यो चेलाको त्यो पापले गर्दा त्यो धर्म सुनाएर उसले कामै छैन कि। जब उसलाई पाप गरिसकेपछि जब योग्य हुन्छ त्यति बेला मात्र उसले लास्टमा धर्म सुनाएको। त्यसरी हामीले होइन गुरु भन्ने चिज पनि पहिला राम्रोसँग बुझ्ने होइन। गुरु भन्ने ठुलो त्यस्तोहरूलाई मात्र मान्ने त्यस्तो पनि त आफ्नो सँगसँगै अबलाई काखा सिलाउने गुरुदेखि सबैले राम्रो गर्नुपर्छ। अब गुरु आफूले चाहिँ जुन गुरुले चाहिँ धर्म सुन्दाखेरि आफ्नो मनमा फाइदा हुन्छ त्यसलाई चाहिँ चौलामा भनेर मान्नुपर्छ है। जुन गुरुले चाहिँ आफूले धर्म सुनेर आफ्नो मनमा अलिकति बदलाव आफूलाई नै धर्ममा चाहिँ विश्वास अनि अलिक अब चाहिँ बानी व्यवहारहरू राम्रो भयो भने त्यो गुरु चाहिँ आफ्नो चौलामा हुन्छ अरे। चौलामा भने चाहिँ आफ्नो मुख्य रुट गुरु भन्ने छ होइन। त्यस्तो हुन्छ धर्मै नसुने बेलामा चौलामा हुँदैन त। जुनबाट तपाईँले धर्मै सुनेको छ कि त्यो तपाईँको लामा होइन, त्यसले चौलामा त कहाँ लामै हुँदैन। लामा भनेको के भनेको जुनबाट आफूले त प्रत्यक्ष रूपमा धर्म सुनेको छ त्यो आफ्नो लामा हो। सम्पल अनि त्यो दास सेप्चे देदा नि लामो रानी दो दिरेस मिलम दो या मामिन शेंजी दो गलादेस देखियो थोमसन सेप्चे देदा नि लामो सेप्चे भनेको सेप्चेको घाँसमा के फरक छ? आनीहरूले भन्छ घाँस त सेप्चेलाई के फरक गरे घाँस र सेप्चेलाई मुसी के छ? घाँस त सेप्चेलाई के फरक गरे भन्छौ त्यो तिमीहरूलाई घाँस त सेप्चेलाई के फरक गरे मुसुमले काममा लाग्यो भने घाँसैमा सेप्चे भिजा भनेर उहाँले घाँसा होइन सेन्जे मिठो भने के अरे यति कुनै बताउनु सकिन्छ बिजोग भयो नि कि भन्दा त सेम्चेनको घाँसलाई होइन सेम्चेन भनेको बुद्ध नभएको प्राणीहरूलाई के भन्छ? सेम्चेन। बुद्ध भइसकेकोलाई सेम्चेन भन्दैन। घाँस हो सेम्चेन होइन। भगवान् बुद्ध सेम्चेन होइन। सेम्चेन भनेको बुद्धत्व प्राप्त नगरेको प्राणीहरूलाई के भन्छ? सेम्चेन भन्छ। सेम्चेन भाषा मेरो भाषालाई सेम्चेन भन्छ संख्यामा छु झिन लाग्यो सेम्चेन भनेको चाहिँ सत्तो भन्ने छ नि सत्तो प्राणी। त्यो सेम्चेन भनेको चाहिँ बुद्धत्व प्राप्त नगरेको प्राण भएकोहरूलाई के भन्छ? सेम्चेन। प्राणी रूप प्राणी हो कि होइन? त्यो हरियो रुखहरू प्राणी हो कि होइन? अब तिमीहरू छिरो बस्नु भयो। प्राणी हो त्यसलाई काट्यो भने पाप लाग्छ? रुखलाई प्राणी भन्ने तिमीहरू कसले सिकायो त्यस्तो? त्यो तपाईँको वैज्ञानिक विज्ञानमा सिकेको कुरा सबै साथै हुँदैन त। प्राण भयो भने त्यो चाहिँ कसरी
मान्छ रुखलाई मान्छ अनि कसरी प्राणी हुन्छ त्यो भाज्यो भने सुक्ने रहेछ त्यो अनि तपाईँको राहत पनि प्राणी होला होइन त्यो तलसकेपछि सुकेर हुन्छ नि होइन प्राणी भनेको त्यो रुखहरू केहरूले प्राणी भन्दैन त प्राणी भनेको मन भएको प्राण भएको पहिलाको जुनीबाट चाहिँ यता आएकोहरूलाई प्राणी भन्छ अब छिरो भयो भने बुद्धिस्ट नभएकोले चाहिँ जस्तै रुखहरूले प्राणी भन्ने मान्छे पनि छ जो चाहिँ सेप्छ भन्ने मान्छ अरे जो सेप्दै सुन्नु छिरेछ भने त हाम्रो तारिखतिर छ नि उसले चाहिँ झुन्सिङ भनेको रुख चाहिँ सेप्दै नि उसलाई मान्छ अरे किनकि यसको भोग्रो काट्यो भने त सुक्ने रहेछ नि मार्ने रहेछ नि भन्छ मर्दैमा प्राणी हुनुपर्छ पर्छ भने बिजुली मार्छ नि अनि बिजुली प्राणमा मर्छ बाती मार्ने बाती मार भन्छ कि भन्दैन आगो मार भन्छ कि भन्दैन अनि आगोलाई प्राण अनि सबैले प्राणी हुन्छ त्यस्तो होइन है सम्झे देदा नि रानी त्यता अर्को बुद्धि सत्व भएका अर्को प्राणीहरूलाई होइन आफ्नो लागि पनि त्यस्तो मन उत्पन्न हुँदैन अरे अनि अर्को लागि त आफ्नो लागि मिलाउँदै हो सबैमा पनि आफ्नो लागि त्यस्तो मन उत्पन्न हुँदैन आफ्नो लागि सबैमा त त्यस्तो मन उत्पन्न हुँदैन भने अर्को लागि कहाँ हुन्छ भनेको बुद्धि सत्व त्यस्तो खतरा छैन सर सम्झे देदा नि लागि खा मा अनि ढङसोङ ला ढङसोङ छम्बाहरू के लगायतका प्राणीहरूलाई पहिला आफ्नो लागि पनि त्यस्तो आउँदैन भने अर्को लागि कहाँ आउँछ अरे सिम्जेन धेता निल सिम्जेन धेता भनेको तिनीहरू धेताला भनेको तिनीहरूलाई सिम्जेन भनेको प्राणी तिनीहरूलाई मन भनेको आगाटी राङ्गी धुन्दो भने आफ्नो निम्ति दुइटै सिम भने त्यस्तो मान बुद्धिस्टलाई भने दुइटै भने त्यसको मिलाउँदै यहाँ सभामा पनि सभाना त आउँदैन भन्नुहोस् मिलाम भनेको सभाना है रबतमा कि मिलाम भनेको सभाना मिलाम पनि भन्छ मिलाम भनेको बुझ्नु है सभाना हामीले देखेर रातिदेखि सभाना के भन्छ मिलाम दुई आमा मिना सभाना पनि त्यस्तो सभाना आउँदैन भने अरूको निम्ति त्यस्तो मन कहाँबाट उत्पन्न हुन्छ कला के भनेको कहाँबाट उत्पन्न हुन्छ सेन्जी द्वन्द्व भनेको अरूको निम्ति सेन्जी द्वन्द्व भनेको सेम्चेन भनेको भूतत्व प्राप्त नभएको प्राणी धेता भनेको तिनीहरूलाई धेताला भनेको तिनीहरूलाई मन भनेको पहिला आफ्नो लागि पनि त्यस्तो मन आएन भने त्यस्तो मन त सभाना पनि आउँदैन भने अरूको लागि त्यस्तो मन कहाँ उत्पन्न हुन्छ भनेको सेम्चेन धेता नि लम्बन सेम्चेन धेता नि लम्बन Semjen deta ilamon Rangi dhoto dides Milam doya mamina Shenji dhoto galage Odi kandara barzai chonju garo Chonju kandara भने त्यो भित्र छ सबै बुद्धि हैन बुद्धि सत्वले के गर्ने के गर्नुहुने के नहुने Shenda rangi dhoto yang mejong Semjen don semga semgeli je kebarti aname be magic chungza shenda भनेको बुद्धिसत्व नभएको shenda भनेको अर्को shenda भनेको shenda दिजे भने अर्को चाहिँ दिन्छ नि हैन shenda भनेको यो गौशाना सेन अगादा shenda दि यम्बुदि भनेको shenda दि यम्बुदु भनेको बोल्नुमा चाहिँ ठिकै पढ्दै मेरो नेपाली भन्दैन shenda दि यम्बुदु भनेको अरू चाहिँ राम्रो रहेछ ती हमको मिदु यो चाहिँ राम्रो छैन सेन्ता दी हमको दु ती हमको मिदु ओ सेन्ता भन्छ नि सेन्ता भनेको यहाँ अहिले चाहिँ बुद्धि सत्व नभएको अर्को राङ्गी द्वन्द्व यहाँ आफ्नो निम्ति पनि याङ भनेको पानी है याङ भनेको मलाई याङ भनेको मलाई पनि लोसानलाई याङ भनेको ढोलमालाई याङ भनेको पानी भनेको याङ भनेको पानी
सेन्दा रानी दोन्दो यहाँ सेन्दा अरु चाहिँ आफ्नो के नहुनेहरू चाहिँ गइबस्छ बोल्नु पर्ने ठाउँमा बोल्दैन यहाँ बिचमा इचिङिकेल भन्दा इछि खेल्न सक्ने छ सेन्दा रानी दोन्दो यहाँ मिजुङ भनेको आउँदैन रे उत्पन्न हुँदैन मिजुङमा भनेको उत्पन्न सेमजेन ध्वन सेमगाम सेमजेन कि ध्वन भनेको सेमजेनको प्राणीको लागि मात्र सोध्ने जो गाम भनेको जो सेमजेन रिजेन के पर्दै मनको रत्न विशेषता यो मनमे कहिले उत्पन्न नभएको एकदमै आश्चर्यमान एकदमै अचम्म लाग्नुपर्ने चाहिँ मलाई उत्पन्न भयो भनेको अरु बुद्धिसत्व भएका अरु प्राणीहरूले आफ्नो निम्ति पनि त्यस्तो मन उत्पन्न हुँदैन उत्पन्न नहुने त्यस्तो खाल प्राणीको हितको निम्ति सोच्ने मन जो अनि मनको चाहिँ रत्न विशेष रत्न पहिला कहीँ नभएको मन चाहिँ अहिले उत्पन्न भयो भनेको उत्पन्न भएको व्यक्तिले भनेको हामीलाई भयो भनेको मसर्वा भनेको चाहिँ पहिला कहीँ नदेख्ने चिज देख्यो भने मसर्वा भन्छ मेदु जुङ्गा भनेको होइन पहिला कहीँ नदेखेको चिज देखेकोलाई मेदु जुङ्गा त भयो पहिला कहीँ नसुनेको चिज राम्रो चिज सुन्यो भने मेदु जुङ्गा मसर मेदु जुङ्गा भन्छ ढोवा कि गाउँ यो सेन्जेन हुन चाहिँ के भयो जे यो सोनामा देला जता सकेल ढोवा कि गाउँ यो सबै प्राणीहरूलाई खुसी बनाउने के अरे बुद्धिचित्त रे सबै प्राणीहरूको धुमालाई चाहिँ नष्ट गर्ने पनि बुद्धिचित्त रे अनि रिजेन चाहिँ के भने रिजेन भनेको चाहिँ जस्तै त्यो रिजेन छ भने जे पनि पाउँछ हैन त्यो बुद्धिचित्त भएपछि सम्पूर्ण प्राणीले सुख पाउने त्यस्तो बुद्धिचित्तको मानको पुण्य जुन छ त्यसलाई कसैले चाहिँ गर्न सकिँदैन कसैले हिसाब गर्न सकिँदैन त्यसलाई यसलाई कसरी शान्तिलम भनेर कसरी चाहिँ गर्न सकिन्छ कसरी चाहिँ त्यसलाई हिसाब गर्न सकिन्छ सक्दैन भनेर ढोवा भनेको जगत भनेको मैले हिजो भनेको कुन भनेको गाउँ भनेको दौगा भनेको खुसी हो अहिले खुसी गाउँ घिउ खुसी हुनेको कारण सुख हुनेको कारण अनि सेमचेन धुमल भनेको चिर्की भने धुमललाई चाहिँ चिर्की भयो धुमललाई चाहिँ दुःखबाट चाहिँ बदलेर सुखमा ल्याउने रिन्छेन सेमकी रिन्छेन भनेको रत्न बहुमूल्य मनको पुण्य जति छ त्यसलाई कसैले गर्न सकिँदैन ढोवा कुङ्गी गाउँ घिउ सेमजेन धुमल चिर्की भयो रिन्छेन सेमकी सोनम गाउँ त्यसलाई चाहिँ दर्शाकिलम फेब्रुअर सम्बत कि संख्या छले खेबन सेमजेन मलाई ठाउँ चाहिँ धेरै चाहिँ बम्बई जिउस फेब्रुअर भनेको त्यसको फाइदा मात्र सोचे पनि बुद्धिचित्तको फाइदा मात्र सोच विचार त्यसलाई सोचे पनि बुद्धलाई चाहिँ पूजा गरेको भन्दा नि धेरै विशेषता हुन्छ रे पुण्य फाइदा सोचे मात्र बुद्धिचित्तको फाइदा सोच्दैमा त्यत्रो हुन्छ है बुद्धिचित्तको फाइदा त यस्तो रहेछ भने त्यसको फाइदाको बारेमा विचार गरे मात्र पनि बुद्धलाई पूजा गरेको भन्दा धेरै विशिष्ट हुन्छ रे अब सम्पूर्ण प्राणीको निम्ति चाहिँ होइन बुद्धिचित्त उत्पन्न गरेर शील लियो भन्दा भन्नै नभन्ने रे मैजी गयो फेब्रुअर भनेको फाइदा सप भनेको सोचेको चम्की क्या भने मात्र चम भनेको मात्र है तिमी मात्र खेलाउँछ म बुझ्छौँ अब मात्र तप मात्र हुन्छ होइन त्यो फाइदा मात्र सोच्यो भने के को फाइदा बुद्धिचित्तको फाइदा मात्र सोच्यो भने साङ्गे भने बुद्ध छैले भनेको पूजा गरेको भन्दा के भन भनेको विशेषता हुन्छ भने सिमजे मलाई सम्पूर्ण प्राणी आशिष प्राणी सबैको
सुखको निम्ति चाहिँ मेहनत गर्यो भने त भन्दै नपर्ने रे pen bersama yang sangat sulit kerana sebab malu tamje ni dia tu mamai cikuris. Dua dordos ni ada pen bersama yang pen bersama yang mana pen bersama yang sangat sulit kerana sebab malu tamje ni 대전 정방 모이시고요. अब यो यसमा त सुगर भन्छ यसको बुद्धिचित्तको फाइदाले मात्र विचार गरे पनि बुद्धलाई पूजा गरेको भन्दा धेरै पुण्य कमाउँछ भने सम्पूर्ण प्राणीको हितको निम्ति चाहिँ उले चाहिँ आफ्नो पुरा हैन देशलाई चाहिँ समर्पण गर्यो भने त्यो त भन्नै नपर्ने रे धेरै गाह्रो छ सम्पूर्ण प्राणी आफ्नो साथीको लागि त गर्दैन तिमीहरुको अनुहार हेर्दा के नलागे उसको दिएर चाहिँ मैले जस्तै बिरामीले जति औषधि दिए पनि के नभयो उसको कि औषधि दिएर डक्टरले हैन गुरु त डक्टर हुँदैन यो धर्म चाहिँ औषधि हो कि त्यो औषधि बेचेपछि तपाईको मनमा अलिकति बदला पायो भने धर्म सुनेको फाइदा अब के बदला पाएन भने त्यो जति औषधि दिए पनि फाइदा नभयो जस्तो धुमा दुर्दर्शन यो धुमा के लाउनु पर्यो देवा देवा रानी देवालाई दर्शन अनि त्यस्तो प्राणीले चाहिँ किन धुमल सबैले आफ्नो सुख दुःख अबैले लिन्छ नि किन बुद्धिसत्वले चाहिँ किन गर्नु पर्यो अरूले चाहिँ मैले किन अरू प्राणीले सुख दिनुपर्ने हो किन चाहिँ अरू प्राणीको चाहिँ दुःख हराउनु पर्यो भन्दाखेरि किनकि अरू प्राणीहरूलाई दुःखबाट नष्ट गर्न चाहे पनि धुमल दुर्दोषी हो क्या भनेको धुमल दुःखलाई चाहिँ नष्ट गर्न चाहने मन भए पनि तर दुःखकै कारणमा चाहिँ भागिरहेको हुन्छ कि दुःखको कारणमा चाहिँ उभाउँदै रहेको हुन्छ रे देवा दैज्ञान भने सुख चाहिँ पनि आफ्नो त्यो अज्ञानताको कारणले गर्दाखेरि आफ्नो सुखलाई दुश्मनलाई जस्तो नष्ट गर्छ है हामी धुमल भनेको दुःख दोरो भनेको हैन केही दोर फ्याक्नु है फ्याक्नु दोरो भने फ्याक्नुले पनि बुझ्छ धुमललाई फ्याक्नु चाहने मन भए पनि दुःखकै कारणमा चाहिँ त्यो जान्छ रे जस्तै मलाई चाहिँ सुख चाहियो भनेर हैन सुख चाहियो भनेर चाहिँ पैसा कमाउनु छ हैन पैसा कमाउनु लागि लाग्छ हैन त्यसले पैसा कमाउँदाखेरि के गर्छ झुट बोल्ने के गर्दा त्यो दुःख गरेर भन्छ कि त्यो कुनैदैन सुख पाउनुको निम्ति भनेर साथी बनायो त्यो साथीलाई चाहिँ एकदमै मनदेखि उसले हैन सबै विश्वास गर्यो धोका पायो त्यहाँबाट त्यसले अर्कै काम गरेर हैन त्यहाँबाट त्यो पागल भयो हैन उसले के चाहिएको सुख खोजेको हैन उसले के खोजेको सुख उसँग बस्यो भने सुख हुन्छ उसले चाहिँ मलाई साथ दिन्छ जस्तो सोचेर त्योसँग हैन सबै आफ्नो हैन सबै कुरालाई उसले सुख भयो त्यसले उसले चाहिँ त्यहाँ हुन्छ नि हैन आजकल त्यस्तो धोका दिनेहरू उसले खास सुख चाहिएको हैन देवा द्वेषी गरेको पनि उसले तिमुकै भने अन्तरले उसको थाहा नभएको उसको चाहिँ थाहा नभएको कारणले गर्दाखेरि अनि आफ्नो सुखलाई चाहिँ दुश्मनलाई जसो नष्ट गर्ने कि गरेन सुख भन्दाखेरि त बुहारले त्यसले दुःख पो रहेछ हैन अनि त्यसले गर्दाखेरि आफूले नै सिधाइदिने है त्यस्तोहरू छ नि त्यो त त्यसैले हामीले धर्म हैन तपाईँ हामीले हैन व्यवहार नआउनुको लागि बाधा विघ्न आउने एकदम फर्स्टमै तिर्लोकमा सडक गएर दिव्य मन्त्र जप्ने हैन यो संसार भनेको छैन यो त्यो बुझ्यो भने हामीले अरूले धोका दिए पनि त्यति मान्दै हुँदैन कि यो छैन हो एकछिन हो यो त बदलै रहेछ खालको त्यसको खालको मनायो भने अरूले हामीलाई नराम्रो गर्दा आफूले धोका दिने पनि त्यस्तो नराम्रो उसलाई त्यस्तो पर्दैन कि धुमल दोर्दोषी यो क्या धुमल नै लाउनु पर्यो दुःखलाई फ्याक्नु चाहने मन भयो भने दुःखकै बजारले दौडिरहन्छ अरे अनि सुखलाई चाहे पनि त्यो अनि अज्ञानता गरेर गर्दाखेरि आफ्नो सुखलाई चाहिँ दुश्मनलाई जसरी नष्ट गर्ने छ त्यो को हो हामी हो त हामीले
बुझ्नुपर्छ है यो उसलाई भनेको मैले सोचेर बस्नु होइन त धर्म सुन्दाखेरि अभ्यास कि त हेर्दाखेरि यो मलाई भनेको हो भने आफूले बुझ्नुपर्छ अनि आफ्नो मान्छे आलामा राखेर त्यो यो न्युज परेको जस्तो त्यस्तो होइन यो सबै कुरा सुनाउँदाखेरि सबै हामीलाई नै भनेको हो आफूले त्यहाँ सुनाउँदाखेरि यहाँ जुन मैले सुनाउँदाखेरि पनि तिमीहरूले उसलाई भनेको त्यो सोध्यो मलाई भनेको भने सोध्नुपर्छ 야, 동안 돌도 셈 요경. 동안 돌도 셈 요경. 동안이나 뭔가 큐. 동안이나 뭔가 큐. 대화 되게 티모페. 대화 되게 티모페. 랑기 대화 차다르 좀. 랑기 대화 차다르 좀. 아보다나 강시 대회 폼바다 동안 망대 대다나 대화 분이 셈바다 동안담 제체 티모장에 세죠 대단 계속 갈아요스. 강시 존 수카바다제 알아봐요 대회 폼바바는 सुखबाट सबै हराएको हैन मुल्की फोङ बसेन पैसा भएको पैसा सबै सिटेको मुल्की फोङ भयो त्यो फोङ भयो छैन सुखबाट सबै नष्ट भयो दुःख माग्दै चाहिँ दुःख धेरै गएको देता तिनीहरूलाई अनि सम्पूर्ण सुखहरूले चाहिँ उसले चाहिँ एकदम सुख दिन चाहने सम्पूर्ण दुःखहरू चाहिँ नष्ट गर्न चाहने अनि उसको अन्धकार अज्ञानता मोहहरू पनि नष्ट गर्न चाहने त्यस्तो खालको पुण्य कहाँ छ अरे बुद्धिस्ट चित्तले भनेको झाँजुसँग भनेको झाँजुसँग भएको व्यक्तिले अरूको जुन सुख बन्न भएको दुःख धेरै भएको व्यक्तिलाई चाहिँ अनि सुख मात्र दिने दुःख सबै नष्ट गर्ने अनि उसको अन्धकार पनि हटाउने त्यस्तो खालको पुण्य कहाँ छ त्यस्तो खालको घेवा कहाँ छ अरे बुद्धिस्ट जस्तो घेवा कहाँ छैन धेरै सेजा गल्यो त्यस्तो खालको साथी पनि कहाँ छ त्यस्तो खालको मित्र पनि कहाँ छ छैन सोनम धेरै त्यस्तो खालको पुण्य पनि कहाँ छ त्यस्तो खालको भाग्यमान पनि कहाँ छ सोनम धेरै हलायो भनेको कहाँ छ हलायो भन्छ पेजातिर हामीले सामान्य भाषामा घबायो भन्छ हैन घबायो भने चाहिँ कहाँ छ धेरै सेजा गलायो सोनम धेरै गलायो 야 강시 대회 폼바다 동안 망된 대달라 반에 디나로 연나 반냐로 꼴 내려가지고 대화 군기 침바다 동안 탐지 죄 제진 디문경 미세제바 대단 계속 갈아요 대단 시장 갈아요 소남 대단 갈아요 왜요 아버지 이거 소 지하로 려다 보고나 바이네나 아버지가 우리 소남을 잡고 펜달 렘론 강인 바대하니 신나 보이나 맞을 레버지 장주스 범위 지고 있어 펜달 렘론 말해서 쓰도 해나 हाम्रो संसारमा यस्तो हुन्छ कि उसले चाहिँ मलाई धेरै सहयोग गरेको पछि मैले सहयोग गरेँ भने नराम्रो जस्तो सोच्छ हैन जस्तै अरूले फाइदा गरेकोलाई उता पनि फाइदा गर्यो भने एकछिनको लागि त्यसलाई पनि प्रशंसा गर्न मिल्छ अरे कि बुद्धिसत्वले चाहिँ मैले उसले फाइदा गरेको बाबत मलाई यता फाइदा हुन्छ त्यस्तो हुँदैन उहाँले बुद्धिसत्वको उसलाई फेरि यसलाई चाहिँ उसको निम्ति चाहिँ यो काम गर भनेर अरूले लगाउन नि पर्दैन मज्यो भनेको लगाउनै नपर्ने चोलो भनेको घर भनेर लगाउन पर्ने मज्यो भनेको लगाउनै नपर्ने त्यो पनि एकदम राम्रो गरिदिने त्यो को झाँजुसेप भने अलिकति मन राम्रो हुँदैन झाँजुसेप हुँदैन त झाँजुसेप भने होइन जस्तै हामीले के हुन्छ भन्दाखेरि मैले चाहिँ उसलाई धेरै राम्रो गरेँ भने पछि मलाई दुःख हुँदाखेरि उसले सहयोग गरेन भने यसले गरेन भने हामी गुनासो गर्छ नि होइन त्यो झन्झुसेप होइन झन्झुसेप भने होइन अरूको निम्ति अरूले दुःख देख्दाखेरि आफूले गरोस् नराम्रै आफूलाई नराम्रै गरेको व्यक्तिले पनि उता राम्रो गर्ने कि आफ्नो चाहिँ जहिले पनि त्यो खोटहरू चाहिँ होइन खोतलेर बस्ने आफ्नो निम्ति चाहिँ पुरा आलोचना गर्ने एकदमै आफ्नो आफूले दोष रोपन गर्ने त्यस्तो व्यक्तिले चाहिँ हुँदै राम्रो गर्छ कि
Macho leper che vai macho leper che vai Troan se narmai se jowa kechi se zam jebar jebana nieche ninche trambar jebaya gewa jeba hinche gewa guru semje tramta yela duiringu devara sheki devara nami ila sambata da zojeba tato jimbata shimoi chigoyis sastevela yo sansar ko udahana rayo sai Troan se ali ikadi manchar rai नार्मल सेज वाली एक दिन खाना है ना खाजा स्टूडियो वाले ते बनी एक दिन आधा दिन थी अरे दान दिए वाले ते बनी वाले ऐसा ज़्यादा आधार ना वाला दिए वाले एक आधी दिन से देने नीचे ना वाले तेरे बनी ओ बोले राउंड वाले बने संसार में कसम से कर रहे हैं ये वाजी क्यों अब बुद्धिस्ट तो ले आगे तो बोले अलग-अलग प्राणी ले वाले ठाक से ने गांधा है वाले आना की दिवानी संपूर्ण प्राणी ले तो बनी एक दिन मात्र है वाले सबसे वो बुद्ध तो प्राप्त ना होने ना और वो तो ना कल बस मां बोले सुख अपनी भी आगे बोले तो खाना अलग दिए सुख अपनी बुद्ध को सुख कई ले इसे परिवर्तन ना होने सुख दिने बोले सोच को सब कोई परिपूर्ति कर दिने तो बनी एक दिन तक दो चिपा ताशे में जो है ना त्यस्तो गरे बुद्धिस्ट तरह त भन्ने नभरे नि अहिले अलिकति एक दिन खाना दिएकोलाई त एकदम प्रशंसा गर्छ भने एक दिन हैन हजारौं दिन बुद्धत्व प्राप्त नगरेसम्म त्यो पनि सुख कहिले परिवर्तन नहुने सुख दिने बुद्धिसत्वलाई त भन्ने नभरे नि भने ढोवा भनेको प्राणी भएर क्यों से नर्मय से भनेको चाहिँ अब एक दिनको खाना भने जस्तो के चीज से के छिन् nieche भनेको चाहिँ यस्तो nye भनेको अरूलाई हेरेर दिने भौरान्य धन्य सान्य भनेको चाहिँ अरूलाई अलिकति होच्याएर निच्छे भनेको आधी दिन निच्छेको भनेको आधी दिनलाई के भन्छ भने आधी दिन हैन निच्छे टम्बर जेवाया भने त्यो दिनु पनि केवा जेवाइसी केवा गरेको रहेछ पुण्य कमाएको रहेछ भनेर मान्छेहरूले उसलाई प्रशंसा गर्छ रे कि कांक्षी देवता यासे जिंदाला करते नियंत्रण के बर जेबादे नियंत्रण के भी ट्रांसलेट कर बने या वर्ने वर्ने विषय तो बेस अनि त्यस्तो खाले बुद्धिसत्वलाई चाहिँ हामीले नराम्रो भन्यो भने के फल पाउँछ भने त्यो कुरा बताउँदै छ है बुद्धिसत्व चाम्जुसे कलेज चाहिँ हामीले नराम्रो सोच्यो भने त्यसलाई चाहिँ नराम्रो गर्यो भने हैन त्यसलाई अलिकति आँखा तारे यति हैन आँखाले मन नभएर हेर्यो भने ती पाप हुन्छ रे बुद्धिसत्वलाई हैन त्यसैले बुद्धिसत्व कहाँ छ थाहा हुँदैन त्यसैले हामीले एक अर्कालाई एकदमै आदर सम्मान गर्नुपर्छ भन्ने कारण के हो भन्दाखेरि बुद्धिसत्व कहाँ भइसकेको छ हामीलाई थाहा हुँदैन मेरो छेउको साथीमा बुद्धिसत्व हो कि छैन गाउँसी जो कुनै बिग्रे त्यस्तो खालको ज्ञानसे चिन्ता हैन त्यस्तो खालको चाहिँ बुद्धिसत्व चिन्ता भनेको हैन दान चिन्तालाई दान गर्ने व्यक्तिलाई केले यदि ज्ञानसे भनेको नराम्रो मन उसलाई चाहिँ भनेर अलिकति मन नभरेर हैन आँखा तारेर हेरे पनि जस्तै त्यसले आँखा तारेर कति जस्तै 2 सेकेन्ड हेर्यो भने हैन कति हेरेको एकचोटि हेरेको कति हुन्छ भने अनि हजारौं कल्पसम्म चाहिँ नर्कभित्र वास हुन्छ रे बुद्धिसत्वलाई झम्झुसम्मलाई चाहिँ हामीले नराम्रो भन्यो भने त्यसैले त्यस्तो हुन्छ रे झम्झुसम्मलाई नराम्रो गर्यो भने के हुनेछ झम्झुसम्म आफ्नो छेउको साथीहरूलाई सोच्दा केटा केटी कुनै त्यसमा भेद विभेद हुन्छ केटामा पनि हुन्छ केटीमा पनि हुन्छ आफ्नो हैन साथी आफ्नो गुरु त्यसमा पनि हुन सक्छ त्यसैले एकले अर्कालाई एकदमै होसपूर्ण दानम भन्छ हामीले दानम जम्मा भन्छ कहीँबाट चाहिँ ओ उता बुद्धको ठुल बनाउन सक्छ बुद्धिसत्वको ठुल बनाउन सक्छ त्यस्तो भन्नु हुँदैन मैले पनि त्यस्तो देखेको भने ठ्याक्कै रोक्नुपर्छ यहाँ के भी ट्रांसिट यहाँ जस्तै मैले एकचोटि होला हैन नराम्रो मनले हेर्यो भने अनि एक कल्प दुईचोटि नराम्रो हेर्यो भने
दुई लोट कल्प चाहिँ यहाँ भनेको नरकमा नै बस्नुपर्ने हुन्छ अरे त्यो कसले भनेको बुद्धले भनेको यो धेरै हो हामीले सबै काम बिगर्ने यसरी है हामीले पुण्य कमाएको छ अनि बुद्धि सन्तोषले रिसहरू फेरि नष्ट हुने अनि जति पुण्य त कमाएको थियो भने हामीलाई राम्रो हुँदैन छ नि होइन पुण्य कमायो फेरि हामीले सबै नष्ट गरिदिन्छ कि कान्छी देटा याजे चिन्ताला कहते यन्सेम भनेको नरमा के भन्छ भने उत्पन्न गरेकोले यन्सेम के बिटाङ्सी यन्सेम जस्तै 1 सेकेन्ड 2 सेकेन्ड 1 सेकेन्ड यन्सेम त्यो नरमा गयो भने एउटा कल्प नरमा एउटा कल्प भनेको अरबौं वर्ष हुन्छ एउटा कल्पमा अरबौं वर्षभन्दा बढी हुन्छ है समय यहाँ भनेको नर्क नेपो भनेको त्यहाँ बास हुनु नर्कमा बास हुन्छ भनेर चाहिँ तुब्बेसु बुद्धले भनेको छ अब यहाँबाट के गर्न सिक्नु पर्यो भने हामीले होइन झन्झु सिम्पललाई नराम्रो गऱ्यो भन्दा नराम्रो बोल्यो भने नराम्रो दृष्टिकोणले हेऱ्यो भने अनि एकदम उल्टो दृष्टिले हेऱ्यो भने चाहिँ जति 1 सेकेन्ड हेऱ्यो भने हजारौं वर्षसम्म चाहिँ हजारौं अरबौं वर्षसम्म नरकमा बास हुनेछ त्यसैले झन्झु सिम्पलले त्यस्तो गर्दैन अनि झन्झु सिम्पल कहाँ छ भन्दाखेरि झन्झु सिम्पल यताउता आफ्नै छेउछेउमा हुन्छ फेरि आफ्नै साथीहरूमा आफ्नो गुरुमा त्यो हुन्छ फेरि झन्झु सिम्पलले चाहिँ तपाईँले आकाशतिर हुन्छ कि त्यो होइन त झन्झु सिम्पल हाम्रो निम्ति आफ्नै साथीहरू झन्झु सिम्पल भन्ने नि हुन्छ साथीहरू झन्झु सिम्पल कसरी थाहा हुन्छ भन्दाखेरि यति तपाईँ एक्लै घुमायो भने यो बाटो पाउँछ तपाईँ एक्लै घुमायो भने यसरी धर्म सुन्नु पाउँछ त्यो त आफ्नो साथी झन्झु सिम्पल छेउमा भएको कारणले पो सुन्नु भएको एकजनाले पनि सुनाउँछ त्यस भएर पनि साथी झन्झु सिम्पलले बुझ्नुपर्छ कि अनि झन्झु सिम्पलले चाहिँ पूजामा गरेर चाहिँ आफूले खानु पाउने लाउनु पाउने त्यो हुने छैन त्यसै झन्झु सिम्पल भनेको त यही भित्र हुन्छ है धेरै यो भित्र हुन्छ भएर पनि हुन्छ तर धेरै चाहिँ यो लामा भित्र हुन्छ लामा आनीहरू भित्र हुन्छ ए म होइन ऊ पनि होइन त्यो सोच्ने होइन त म जस्तै ऊ पनि त्यस्तै हो त्यो सोच्ने होइन म नराम्रो राम्रो भने सोच्ने है ए मैले त्यस्तो सोच्छ नराम्रो त्यस्तो सबै आफ्नो खोटहरू बताउने कि हाम्रो जसै ढोकेटमा गयो सेन्की ठुलो बच्चा मिल्छ अरूको खोट खोल्नु हुँदैन अनि आफ्नो दोषहरू चाहिँ अरूले देखाउनुपर्छ हो म त यस्तो नराम्रो मेरो त यस्तो मानिकहरू त्यो सक्दैन बस मात्र होइन तर बुद्धिसत्वले त्यो गर्छ कि ए मेरो भने त्यस्तो मेरो त यस्तो नराम्रो भनेर सुरु अरूको चाहिँ एउटै नराम्रो ननिकाल्ने कि राम्रो मात्रै निकाल्ने यो भयो भने तपाईँहरू धेरै माथि पुग्छ रोग आउँदैन के आउँदैन त्यहाँबाट साँच्चीकै बुद्धिसत्व त्यो है बुद्धिसत्व हुनाले चाहिँ कहाँ आकाशमा उठ्ने होइन यो माथि ठुलो चाहिँ सिप चाहिने ठुलो लामा ठुलो टोपी यो यस्तो लगाउनु पर्दैन है योहरू लगाउने चाहिँ बुद्धिसत्व जान्छ तिमीहरूले ओहो यो चाहिँ बुद्धिसत्व नै माथि छिमा बस्ने छ छिउने ठुलो रहेछ वा भन्छ होइन त्यो बुद्धिसत्व हुँदैन त त्यो के त त्यो यो नराम्रो मजाको सोच्छ यसलाई एउटा हेलेर आउँछ होइन ठिकमा बसेको त्यो म चाहिँ ठिकमा बसेको यहाँ त सानो हो म चाहिँ ठुलो हो जस्तो मलाई उल्टो यो नराम्रो जान सक्छ मध्य नसी हिरा दाजे नदी झेउदेलो यति जति बुद्धिसत्वलाई चाहिँ एकदमै देव गऱ्यो भने त्यसको फल भनेको अनगिन्ती फल प्राप्त हुन्छ अरे त्यसैले है साथीहरूले एकदम राम्रो नै नानी सेन्टे थम्सेले इसिनो ठुलेर विद्यार्थी नै दोजु ढुता दोजे पर्छ कान्दो सुदा ढोबिसे त्यहाँ छ नि कान्दो सुदा ढोबिसे धानीको लेम्बेदासी जोसँग भेटे पनि म चाहिँ अरूभन्दा पनि तल्लो स्तरको भनेर सोच्नुपर्छ अरे इमानलाई भनेको जोसँग भेट्दाखेरि पनि चाहे कुकुरसँग नै भेटोस् कुकुरभन्दा त म त स्तरको होइन कुकुरले त यसरी तल बसेर मागेर खान सक्छ नि हामी मागेर खान सक्छ बुद्धिसत्व त्यस्तो हो कुकुर देख्यो भने कुकुर त म भन्दा नि माथि लेभलको म त कुकुरभन्दा तल स्तरको धानीको लेम्बेदासी काउँदो सुदा ढोबे चाहिँ
जहाँ होइन जोसँग भेट्यो पनि म चाहिँ त्यो सबैभन्दा पनि म चाहिँ तल्लो स्तरको उनीहरू चाहिँ धेरै माथि लेभलको त्यो सोच्न सक्नुपर्छ अरे त्यो सक्छ 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 सक्दैन होइन अब सक्नुपर्छ अब नसके पनि म त्यस्तो होस् भन्नु मलाई गर्नुपर्छ धान्य कुल्ने त सेना सब गर्छ धाँदो सुधा ढोकेपछि धान्य कुल्ने सेना सबमा तपाईँ छोटो चाहिँ वर्षो भने त्यो मलाई यो लेख्नेको कदम भएको घेसी लङ्गरी थम्ब भन्ने उहाँले त्यस्तै गर्दै अरे कि घेसी लङ्गरी थम्ब भन्नेले घेसी लङ्गरी थम्ब भने यस्तो टिबेटमा होइन यस्तो फेमस घेसी थियो अरे होइन अरूले जे गरे पनि उसले दोषै माने बस्ने कि उसलाई ऊ त फर्काउँदैन भने एक दिन उहाँ धर्म सुनेर बसेको थियो होइन अनि एउटा अर्कै धर्मको मान्छे चाहिँ उसलाई एकदमै के भन्छ ढाहा लागेर चाहिँ यो घिसिलाई चाहिँ ठिक मान्नुपर्छ भनेर अनि एउटा केटीले चाहिँ पैसा दिएर त्यसको बच्चा लिएर यो घिसिलाको बच्चा हो भनेर दोष लगाइदियो तिम्रो बच्चा हो भनेर तिम्रो मेरो बच्चा हो भनेर अनि उसको चेलाले मेरो गुरु त ठ्याक्छ नसक्यो भने सबैले त्यस्तो दृष्टिकोण हेर्छन् होइन अनि त्यसले के भनेर के सोध्दै भनौँ त्यो बच्चा पनि त्यो उसको एउटा क्षण चाहिँ एकदम राम्रो एउटा थियो होइन त्यसले उसलाई हेर्नु लगाएर उसलाई त्यो घिसिलाई त्यस्तो दोष लाग्यो कि घिसिला मैदानमा भन्ने उहाँले आफ्नै जीवनको कहानी त्यही लेखेको लोजोक सिकेको भनेछ नि अनि त्यो पछि होइन त्यो घिसी त्यस्तो हुँदाखेरि त्यो दोष लगाउने मान्छे एकदम पछुँदैछ हो घिसिलाई त त्यस्तो गर्नु पाएको रहेछ भनेर पछि सबै बधाइदिएको म चाहिँ घिसिलालाई चाहिँ एकदम ढाहा लागेर यस्तो गरेको भनेर होइन अनि पछि बधाइदिएको हामीले त्यस्तो दोष लगाउँदाखेरि हामी सबैले बस्न सक्दैन तै पनि हामीले त्यस्तो हुनुलाई होइन नाचेको होस् घिसी लङ्गरी थम्बको होइन कहानी धेरै त्यो एकदमै राम्रो रहेछ होइन Kanske det kanske hela tiden 결세나는 도저 친구게 되면서 요만이 बुद्धिसत्ताले जस्तो गरे पनि प्राणको निम्ति भरे पनि मैले पाप गर्दैन रे केवा मात्र नामगिबल 결세나는 도저 되면서 요만이 가만히 के नम्बर चाहिँ के बदे बुला छ कामने बसेर त्यसले देवी जुने त्यसले क्या सोचिस कामा जसलाई चाहिँ मनको परमार्थ मनको रत्न जससँग हुन्छ त्यो कुलाई चाहिँ म जहिले पनि ठोक गर्छु कारण जसलाई चाहिँ हामीले उता यस्तो छ बुद्धिसत्व रहेदेखि उता उसलाई नराम्रो गरे नि यता राम्रो गर्ने भनेको को भन्दाखेरि बुद्धिसत्व काम अन्य बच्चे क्या भनेको जसलाई हामीले होइन उसलाई घातक पुर्याउने काम गरे पनि यता चाहिँ सुख दिने त्यसैले जान्दैछ मलाई के भन्छ देवी झुक्ने सुखको स्रोत को रहेछ झन्झुसेम्ब अब यो कुराहरू सुन्दाखेरि अब तपाईँहरूलाई के आउनु पऱ्यो भन्दै होइन झन्झुसेम्ब ओहो जसरी पनि बुद्धिसत्व चाहिँ हुनुपर्ने छ त्यसको निम्ति के गर्नुपर्ने होला अझै पनि के बुझ्नुपर्ने होला अझै कति पढाइ गर्नुपर्ने होला कति ध्यान गर्नुपर्ने होला के गर्नुपर्ने भन्ने कुराहरू चाहिँ अब एकदमै तपाईँले मनमा चाहिँ जागिरहनुपर्छ है त्यो भयो भने हाम्रो यो 2-3 दिनमा यो बुद्धिसत्वको चाहिँ फाइदा भएको मात्र फाइदा छैन Quand on est passé, il y a des gens qui ont été là, 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 शान्ति देव भने एकदमै यो राजा उसरा भने लामा भनेर हैन एकदमै लामा योगी भनेर त्यसरी भन्नु झन्झुसेम्ब अब बुद्धिचित्त बुद्धिचित्तको पहिला होइन बुद्धिचित्तको फाइदा भएन अनि बुद्धिचित्तको त्यस्तो फाइदा छ भने अब त्यसलाई कसरी लिने त्यो चाहिँ हामीले कसरी पाउँछ भन्दाखेरि पाउनुको लागि अब हामीले पुण्य कमाउनु पर्छ भने चाहिँ दोस्रोमा आउँछ सक्पिल्यो भनेको चाहिँ पाप त्यसो नगर्ने पाप भएको व्यक्तिले त्यो उत्पन्न हुँदैन पाप कटाउने पुण्य कमाउने अब म अहिले हिजोले नै सबै नत्र म तिमीलाई होइन
पाप गर्न यो 6 बजेदेखि 12 बजेसम्म चाहिँ बारीबाट बसेर 6 गर्न लगाउनु पर्ने रहेछ किन पाप छाडा भएर बाँदर जस्तो छ पापले हो है पाप नभए बित्ति ओहो भनेर सुनेर बस्छ कोही त्यस्तो छ कि छेउछेउतिर हेर्नु है अनि हामीले मैले हिजो एउटा हामीले बिहान पूजा गर्दाखेरि होइन ढुम्बाहरूसँग देउसी गऱ्यो भने स्वरहरू राम्रो हुन्छ भने मैले भनेको थिएँ होइन त्यसको एउटा पहिला नेपा सन्देन भन्ने एउटा छ बुद्धकै पालामा नेपा सन्देन भन्ने मान्छेको चाहिँ एकदमै आवाज राम्रो त्यसले चाहिँ के गरेर भन्दाखेरि त्योभन्दा पहिलो चाहिँ एउटाले छोड्देन भनेछ अरे कि अर्को मान्छेले अनि छोड्देन कस्तो नराम्रो छोड्देन भनेछ भने भनिदिएछ अरे कि अनि पछि उसलाई त्यस्तो त्यो त पाप भने होइन अब यो कहानी फेरि तिमीहरूले सुन्नुपर्छ है ओहो मैले छोड्दैन त्यस्तो भनेर मलाई चाहिँ राम्रो भएन भने उसले पछि छोड्दैन चाहिँ उसले एउटा घन्टी चलाएछ अरे कि घन्टी बजाउने घन्टी राम्रो अनि पछि उजुने जन्मिँदाखेरि त्यो मान्छेको अनुहार हेर्नै नहुने खालको एकदमै देख्दाखेरि छान्ने खालको मान्छे अनुहार जन्मेछ अरे कि अनि त्यति बेला त्यसले चाहिँ होइन त्यसको आवाज चाहिँ एकदम राम्रो निकाल्ने त्यसले अनुहार कसैले नदेखाउने अनि बुद्धको चेला एउटाले चाहिँ होइन एकदमै देख्न जाएको अरे कि कस्तो राम्रो आवाज भएको मान्छे त्यो मान्छेले एकचोटि भेट्नुपर्ने छ भने एकदम राख्दाखेरि त्यसले अनुहार यति अनुहार देखायो भने तिमी छाप्छ भनेर कि ल जेसुकै होस् भन्दाखेरि देखाउँदाखेरि होइन अनुहार जो मुख कता के भएको नमिलेको त्यस्तो देख्दाखेरि होइन अझ मलाई के भएको भन्दाखेरि त्यो कारण थियो हामीले छोड्दैन नराम्रो बुद्धको कुण्डा यस्तो नराम्रो त्यस्तो भयो भने अनुहार नराम्रो जन्मिन्छ है अनि जहाँ भयो त्यही थुक्ने तिमीले यहाँ होइन यो ध्यानतिर पोर्खानु हुँदैन यो मैले चाहिँ पनि बच्चाले हिँड्दाखेरि ध्यान गुल्छेर नआइ कति धेरै बाबा यो ध्यान गरेको व्यक्तिको होइन नि यो एउटा सार्वजनिक कुम्भको हो कुम्भको सामानलाई चाहिँ होइन हामीले कुम्भको कसैले व्यक्तिलाई नसोचेर त्यसले चाहिँ उपभोग गर्यो भने अनि कुम्भको सामानलाई चाहिँ फोहोर गर्यो भने त्योभन्दा एकदम नराम्रो पाप हो त त्यो व्यक्तिलाई होइन त्यो छोड्दैन नराम्रो भनेको कारणले गर्दा उसको अनुहारै होइन देख्नै नसक्ने ऊ देख्दाखेरि छात्ने खालको मान्छेलाई ओको काट्ने खालको अनुहार भयो तर उसले त्यो पछुँदैन त्यो घन्टी जलायो त्यसको कारण उसको स्वर चाहिँ एकदमै राम्रो अहिले हुने रहेछ कुनै होइन त्यो कुनै रियालिटी सोतिर गीत गाउने हिँड्नै नसक्ने स्वर चाहिँ होइन यसरी डराएर लाने छ नि होइन पुरा आवाज चाहिँ फेरि कस्तो राम्रो गीत गाउँदा भन्ने छ नि त्यो उसको आवाज राम्रो आउने उसले पुण्य कमायो जिउ त्यस्तो बिग्रिने पाप गर्यो हो त्यसैले होइन त्यो हो त पापको फल भोग्नुपर्छ त अब अहिले तपाईँ एकदम राम्रो छ भने होइन सबै नाक मुख कान सबै मिलेको सबै दिमाग राम्रो छ होइन हेर्दाखेरि पनि होइन सुन्दर छ भने त्यो पहिला राम्रो गरेको हो अब त्यो पछि पनि राम्रो आउनु जानुपर्छ भने त्योभन्दा राम्रो आउनु भने त्योभन्दा धेरै पुण्य कमाउने हो अहिले संसारमा होइन विश्व सुन्दरी भन्नेहरू त्यस्तोहरू हुने छ नि त्यो पनि उसले पहिला पुण्य कमाएको हो हुन त त्यो सुन्दरी त देवी देवलोकको होइन देवीहरूको छेउमा त फेरि छान्छ है देवी देवताहरू यहाँको चाहिँ एकदमै सुन्दरी भन्ने केटी त्यहाँको चाहिँ देवताले देख्यो भने घन्टाले होइन छाप्नु खोज्छ अरे त्यस्तो हुन्छ देवी भनेको माथि त्यहाँको होइन जुन देवलोकको छ नि देवलोकको चाहिँ देवीहरू यता आयो भने यहाँको सबै मान्छे मार्छ अरे कि केटाहरू सबै त्यो बेहोसले मार्छ अरे अब केटाहरू आयो भने केटीहरू सबै बेहोसले मार्छ अरे त्यसैले बुद्ध नवद्विषण भन्ने समयमा छ नि बुद्धसँग आउँदाखेरि देवी देवताहरू सबैसँग आएको थियो अरे कि ओ मनुष्य लोकमा त फेरि रहनु हुँदैन होइन केटाहरूले सबै केटा मात्र देख्ने केटीहरूले सबै केटी मात्र देख्ने त्यसरी आउनुभयो भने बुद्ध यो झपुलीमा आउँदाखेरि लगभग 3 महिना माथि देवलोकमा बस्यो नि होइन यहाँको हामीले जुन सुन्दरी भने त्यो देवीहरूको छेउमा त के छाप्छ भने त्यस्तै देख्छ अरे अनि मान्छेको एकदम गन्दा आउँछ अरे त्यहाँ मान्छेको गन्दाले बेहोस हुन्छ भने अब देवी देवताहरू हाम्रो एकदम शरीर एकदम गन्दा आउँछ अरे कि
त्यसैले होइन हामीले सबै कर्मको फल हो। सबै कर्म आफ्नो कर्मले देख्ने, राम्रो कर्म गर्नु भने जीवन नै राम्रो देख्ने। जस्तै यहाँ एउटा उदाहरण आउँछ, यसमा होइन एउटा देवता, एउटा मान्छे, एउटा हितक भन्ने हुन्छ कि प्रेत, त्यसले देख्यो त्यो सबै एउटा रागा देख्छ। रागा दे उसको लागि मैले देख्दाखेरि पानी देख्यो, देवताले हेर्दाखेरि यो सबै के हुन्छ अमृत। वस्तु एउटा छ, देख्ने नजर अलग छ। म बुझिलाई हिन्दूको मजा होइन त्यो किन वस्तुको दोष होइन, मेरो दोष हो। अब देवताले राम्रो देख्ने हो, वो देवताको चाहिँ पुण्यले। अब त्यो प्रेतले देख्दाखेरि सबै यो रागत अनि यो पीहरू छ नि त्यो देख्छ। हितक भन्छ त्यसलाई, हितक। त्यो हितक भनेपछि त्यो हितक गएको ठाउँ त्यो खोलाहरू सुक्छ अरे कि त्यसको पापले। अनि जाडो महिनामा यो घाम लाग्दाखेरि घामले पनि चिसो हुन्छ अरे। गर्मी महिनामा बेलुका चन्द्रमालाई झुनले पनि उसले पोल्छ अरे। त्यो हितक भने चाहिँ कसरी जन्मिन्छ? अहिले लोभ ज्यादा गर्यो भने है, एकदम लोभ गर्ने, एकदमै गर्ने त्यो हितक भन्ने ठाउँमा जन्मिन्छ। अहिले हितकमा त मान्छेमा पनि देख्ने होइन, जस्तै कहाँ साउथ अफ्रिका कहाँनिर भन्छ होइन, अहिले युट्युबतिरै हेर्नु मिलेछ नि, कालो कालो होइन यस्तो अब के भन्छ यो कोइला जस्तो भित्र होइन, घाम क्षेत्र नसक्ने अनि कुनै भित्र हामीले यस्तै पानी दिनेछ नि, त्यो साँच्चीकै छ नि। अनि हामीले यो हितक नदेखिदियो, ऊ पनि एउटा कर्मको फलले हो, पापले गर्दाखेरि त्यहाँ जन्मेको। अब अहिले हामी कति राम्रो जन्मेछ होइन, योलाई खेर पऱ्यो भने त लाडो हो त एकदमै लाडो। योभन्दा देन गर्दा त्यसले लु बसेन, त्यसले धेरै दबाई के युने ताकि के मासेमा त्यसले लु बसेन त्यसले म बसेन भनेको छ नि। यस्तो राम्रो जुनी पाउने बेलामा मैले चाहिँ पुण्य कमाएन भने होइन, पाप देशमा एकदम बुद्धको शासनमा प्रवेश गरेर चाहिँ ध्यान साधना गरेन भने ताकि के मासे धेरै गर्छ, धेरै दबाई ताकि के गर्छ धेरै म बसेन यस्तो खालको लाटा चाहिँ अब कोही हुँदैन नि। त्यसले लुइमा सेपेर अनि यस्तो भ्रम गरेको भन्छ, अरू कोही भ्रम छैन। त्यही कारण अहिले हामीले पाएको यो नेपालमा होइन, हामी तपाईँ हामीले पाएको शरीर भनेको त उनीहरूको शरीरमा त कति